हेर्नुहोस् त कस्तो राम्रो फुल बोकिरहेको छु मैले। यदि हजुरहरूलाई पनि घरमै बसेर यस्तो राम्रो फुल बनाउनु मन छ भने यो भिडियो अन्त्यसम्म हेर्नुहोस् है त। ल सुरुमा चाहिँ हामीलाई फजी वायर चाहिन्छ। फजी वायर चाहिँ हजुरहरूले स्टेसनरीमा किन्न सक्नुहुन्छ अथवा अनलाइन अर्डर गर्न सक्नुहुन्छ। अनि एउटा फजी वायरलाई चाहिँ त्यसलाई 2 इक्वल साइज पिसमा बिचमा काट्नुपर्ने हुन्छ। अनि त्यसलाई पनि फेरि एकचोटि बेन्ड गर्नुपर्ने हुन्छ यसरी। अनि यसरी बेन्ड गर्न सकिसकेपछि एउटा ठुलो लामो फुजी वायर लिने अनि त्यो फुजी वायरमा चाहिँ 3टा सानो सानो बेन्ड गरेको त्यो हाल्ने अनि त्यसलाई ट्विस्ट गर्ने। ट्विस्ट गरेपछि फेरि त्यही साइडमा ल्याएर एउटा लामो वायरले चाहिँ त्यसलाई फेरि यसरी घुमाउनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ यति धेरै पेटल्स रेडी भइसकेको छ। यस्तो ढाड दुखेको होइन कि। हेर्नुहोस् अब म चाहिँ लिफ बनाउन जाँदैछु। लिफको लागि चाहिँ 2टा फुजी वायर लिएर त्यसलाई बिचमा ट्विस्ट गरेर बनाउन सक्नुहुन्छ हजुरहरूले। लिफ पनि रेडी भइसकेको छ। यतिखेरसम्म मेरो हालत खराब भइसकेको थियो। अब चाहिँ म चाहिँ बर्ड बनाउन जाँदैछु। अनि बर्ड बनाउन चाहिँ अलिकति गाह्रो नै छ। हजुरहरूले एकदम ध्यान दिएर गर्नुपर्ने हुन्छ। बर्ड्स पनि रेडी भइसकेको छ। मलाई चाहिँ यस्तो गाह्रो भएको थियो। ओ माइ गॉड ढाड फुस्किन लागेको थियो। अनि थोरै रिफ्रेस हुन चाहिँ मैले पानी खाएँ बिचबिचमा। अनि त्यसपछि फेरि त्यो बर्ड्सलाई चाहिँ लाइटरले जलाएँ। त्यसपछि मैले यो अरू एक्स्ट्रा केही बनाउन लागेको छु। अब चाहिँ मैले ग्लु गनको हेल्पले चाहिँ यसलाई सबै पेटल्सहरूलाई चाहिँ जोइन गर्न लागेको छु। यस्तो हात पोलिरहेको थियो। ओ माइ गॉड यस्तो तातो थियो। तपाईँहरू एकदम केयरफुल हुनुपर्छ यो जोइन गर्ने बेला चाहिँ। अनि जोइन गरिसकेपछि एउटा स्टिक लिने अनि त्यसलाई ग्रिन टेपले यसरी बेर्नु पर्ने हुन्छ। अनि हेर्न सक्नुहुन्छ मेरो एउटा फ्लावर्स चाहिँ रेडी भयो। टाटा यस्तो खुसी भएको थियो। त्यसपछि नि फेरि अरू बनाउनु पर्ने थियो नि त। सो मैले चाहिँ 1 आवर लाएर यति धेरै बनाएँ। यस्तो थाकेको थियो हात पनि पुरै पोलेको थियो मेरो त।
अनि अब पालो आयो ऱ्यापिङको। ऱ्यापिङ चाहिँ मलाई गर्नै आउँदैन कि, अब आउन त आउँछ तर अब अरू जस्तो एकदम पर्फेक्टली चाहिँ आउँदैन, हल्का गाह्रै लाग्छ मलाई। म चाहिँ अनि कसरी ऱ्याप गर्ने होला भनेर सोचिरहेको थिएँ। अनि मैले चाहिँ ऱ्यापिङको लागि चाहिँ वाइट ऱ्यापर्स चाहिँ चुज गरेको थिएँ। अनि तर मलाई बनाउनु आउँदैन। अब एकचोटि टिकटकमा भिडियो हेर्नु पऱ्यो भनेर मैले टिकटकमा भिडियो हेरेँ अनि ट्राई गरेँ अनि यसरी बनाएँ मैले। अनि यस्तो गरम भएको थियो, चिसो खाएँ। अनि त्यसपछि मैले चाहिँ अब जसोतसो ऱ्याप गरेँ नि त। अनि बो बनाउँदैछु मैले। बो चाहिँ हल्का अलि फ्लावर टाइपको बनाउन जाँदैछु। त्यसपछि मेरो बो पनि अलमोस्ट रेडी भयो। अनि त्यसपछि मैले यसलाई टसाउनको लागि ग्लु गनको हेल्पले अनि त्यसमा अट्याच गरेँ। हेर्न सक्नुहुन्छ कस्तो राम्रो भएको छ। ओके, थ्याङ्क यू फर वाचिङ, बाई।